आज खाम घाममा बसेर टक्क मिठो पिरो अमिलो। अलराइट गाइज, वेलकम ब्याक टु माई मिनी ब्लग। आई होप सबैजना सन्चै हुनुहुन्छ होला र म पनि यहाँ एकदमै सन्चै छु। सो आफ्टर लङ टाइम फेरि पनि एउटा मिनी ब्लग लिएर म आइसकेको छु। पहिला चाहिँ म सबैभन्दा पहिला कलेजबाट आएँ। कस्तो मौसम के चिसो चिसो अनि कस्तो मस्त घाम चलिरहेको थियो अनि वेदरले च्यालेन्ज गरे जस्तै भयो के, कस्तो अमिलो खान मन लाग्यो भनौँ न। त्यसपछि चाहिँ अब मस्त भिडियोमा चाहिँ देखिहाल्नुभयो होला के हाले त्यसो नुन खुर्सानी पिस्दाखेरि। त्यसपछि म चाहिँ यता अमिलो तास्न थालेँ। यसको चाहिँ बोक्रा पनि कस्तो मिठो हुन्छ के। अनि त्यसपछि मैले त्यो बोक्रा पनि खाँदै थिएँ। अनि अमिलो तासिसकेपछि अब त्यो मस्त त्यो पुरै पिस गरिरहेको थिएँ। त्यसको चाहिँ त्यो बाहिरको त्यो के हुन्छ त्यो छाला हुन्छ नि, त्यो चाहिँ छाला भन्छ नि के भन्छ नि, त्यो फाल्न पर्छ। त्यसपछि मैले त्यसमा चाहिँ चिनी पनि हालेँ। अब त्यो चाहिँ भनिराख्नु पर्दैन होला। अनि हामीहरूको अमिलो बनेर रेडी हुन्छ। त्यसपछि मैले खाएँ अनि हजुरआमा भाइहरूलाई पनि दिएँ। अनि कस्तो हेरमै त्यो उनीहरूलाई कस्तो लाग्यो। अनि उनीहरूलाई पनि यस्तो मिठो लाग्यो, कस्तो मिठो भएको थियो। अनि म चाहिँ उता घाममा बसेर खाँदै थिएँ। अनि यता हजुरआमालाई पनि दिएको।